तो हेलो गाइसहरु कस्तो हुनुहुन्छ आज मेरो ब्लगमा तपाईहरुको स्वागत छ र आज चाहिँ म चढेछु यो रुखमा आँपहरु फलेछ साथैमा यो आँपहरुलाई माथि चढेर तपाईहरुलाई भ्यू पनि हेराउँछु कस्तो छ भनेर यहाँ चाहिँ म चाहिँ चढ्न गइरहेको छु र तपाईहरु नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला मेरो चाहिँ दुईटा भिडियो हालेछु एउटा सर्ट एउटा चाहिँ यो अनि यहाँ चाहिँ आँपको रुख यस्तो छ म चाहिँ अहिले चढ्दैछु यहाँ चाहिँ आँपहरु क्यामेरा चाहिँ कस्तो छ भन्नुहोस् हैन यति चाहिँ एउटा खट्टा चाहिँ यहाँ राखे यो चाहिँ अघि नै च्यातिसक्यो कराउँछ त्यही पनि म चाहिँ रुखमा चढिसकेको छु हो रुखमा चढिसके यो चाहिँ मेरो घर हो यहाँ चाहिँ आँपहरु छ एकछिन ल म तपाईलाई उता गएर हेर्छु अब के चाहिँ चिलायो किलो चाहिँ टुकु यहाँ चाहिँ म चढेको छु कमिलाले टुकु कमिलाले टुक्दैछ गाइसहरु हैन म चाहिँ अहिले चाहिँ चढिसकेको छु रुखमा अब यो भन्दा माथि चढ्छु यहाँ चाहिँ केहरू लाग्दैछ त गाइसहरु कसरी चाहिँ म के गर्ने र गाइसहरु अब चाहिँ म तपाईहरुलाई छु माथि चढेर अब चाहिँ यो ठुलो बाटोमा चढ्छु यहाँ चाहिँ इग्नोर गर्नु त्यो कुराहरु यहाँ चाहिँ म चढ्न गइरहेको छु यो चाहिँ क्लियर आउँदैन होला भिडियो अलि त्यसैले सरी क्लियर आएन भने चढ्छु त चढ्छु कसरी हो एउटा हातले मोबाइललाई कि त गाइसहरु म माथि गएपछि तपाईहरुलाई भिडियो हेराउँछु ल अहिले चाहिँ रुकौँ यहाँ चाहिँ अहिले त गाइसहरु म चाहिँ अहिले माथि पनि चढिसकेको छु यहाँ चाहिँ भ्यू चाहिँ यस्तो छ अहिले म चाहिँ धेरै नै माथि चढिसकेको छु अहिले म चाहिँ यो ठाउँमा चढ्छु आफै डर पनि लाग्दैछ किनभने पातलो हाँगाहरू छ यहाँ चाहिँ आफू खाइरहेको छु र म चाहिँ हल्लाउँदैछु झर्छ कि कहीँ पनि केही झर्दैन त कडा हे चाहिँ म चाहिँ माथि गएर तपाईलाई मेरो गाउँ हेर के अर्को भिडियोमा चाहिँ तपाईहरुले भन्नु म आफ्नो गाउँ हेराउँछु तपाईहरुलाई मेरो गाउँमा चाहिँ कतिवटा घर छ अनि तपाईलाई चाहिँ भन्न बिर्सेँ यो चाहिँ यहाँ छ नि अगाडिको टिनको यो चाहिँ एउटा भुजिया डालमोट फ्याक्ट्री हो तर अहिले चल्दैन किनभने यहाँ चाहिँ अब त्यो पछि भन्नुला यहाँ चाहिँ बाँसहरु छ यो चाहिँ हाम्रो परालकै हो र साथैमा म चाहिँ अहिले कहाँ छु भन्दा अहिले म चाहिँ घरमा नै छु यो चाहिँ मेरो घर हो अहिले हेरिँदैन होला एकछिनमा गएर हेराउँछु तपाईहरुलाई अब मोबाइलमा चार्ज पनि छैन अब चढ्न सक्छु कि सक्दिनँ गाइसहरु त्यो चाहिँ धेरै डर लाग्दैछ मलाई त यहाँ चाहिँ अस्ति मैले चढेको थिएँ यहाँ चाहिँ डर लाग्दैछ क्या एकछिन रुक्नु ल यहाँ चाहिँ कस्तो चाहिँ डर लाग्छ यहाँ चाहिँ अप्ठ्यारो छ अरूभन्दा यो अलिकति मिस्छु क्या मोबाइल मुनि झर्छ म पनि झर्छु अहिले चाहिँ यो चाहिँ माथिबाट यस्तो छ माथिबाट भ्यू हाम्रो गाउँको यस्तो छ र म चाहिँ अहिले भिडियो चाहिँ अफ गर्छु अलि माथि चढेपछि हेर्छु त गाइसहरु म चाहिँ अहिले टपमा चढिसकेछु यो चाहिँ मेरो घर हो यहाँ चाहिँ यहाँबाट चाहिँ अलिअलि हेरिन्छ यो चाहिँ मेरो घर हो ठ्याक कम्ताको माथि आइसकेको छु म अहिले यार कम्ताको डर लाग्दैछ अहिले गाइसहरु अनि म चाहिँ आउँदैछु अब चाहिँ म चाहिँ के कामको लागि माथि चढेको त्यो काम गर्छु ठ्याक्क अगाडि नै मेरो एउटा आँप चाहिँ झुन्डिरहेको छ आँप चाहिँ झुन्डिरहेको छ यसलाई चाहिँ टिप्छु म यसलाई अड्याउने ठाउँ पनि छैन एकचोटि अड्याएर हेर्छु अडिन्छ कि अडिँदैन म चाहिँ रिस्क लिँदैन गाइस अड्याउँदिन अब रुखमा नि पाकिसकेको छ पुरै आँपहरू त गाइसहरु आँप चाहिँ मेरो हातमा छ यहाँ चाहिँ अब यो के मुनि झारिदिनुपर्छ एकछिनमा चाहिँ खोज्ने
चाहिँ जुन चाहिँ बढी भयो है। खुट्टा पनि कस्तो दुख्न लागेछ। मुनि चाहिँ कत्रो छ भन्दा पनि ल गाइसहरू एक दिन चाहिँ मेरो भिडियो अर्को भिडियो बनाउँछु गाउँ र मेरो घर चाहिँ टुर गराउँछु तपाईँहरूलाई। त्यसको लागि तपाईँहरू चाहिँ सब्सक्राइब गर्नु लाइक गर्नुहोस्। र अहिले चाहिँ गर्मी पनि छ कि बेलुका पनि भइसकेको छ अनि अब उत्रिन चाहिँ गाह्रो हुन्छ गाइसहरू। चढ्ने बेला चाहिँ मैले चढिसकेँ बिस्तारै बिस्तारै। अब यो चाहिँ अब पाक्ने चाहिँ पाकेको छैन आँपहरू धेरै, त्यही पनि अहिले नै खाइहाल्ने। 3टा चाहिँ हुन्छ मेरो लागि। मुनि चाहिँ झारिदिएको छु आँपहरू पनि छ धेरै छ। कसैले चाह्यो भने भन्नुहोस्। मेरो चाहिँ 3 सब्सक्राइबर मात्र छ, त्यही पनि म चाहिँ मेहनत गर्छु। अब पछि कति होला मेरो त 0 सब्सक्राइबर छ नि, त्यहीबाट 3 सब्सक्राइबर लाग्यो। अब त्यो चाहिँ धेरै नै कुरा हो मेरो लागि। ल त बाई कडा आजको लागि यति नै हो। हस् त बाई। आजको लागि यति नै। आजको लागि बिर्सेर थिएँ भनिदिएँ, त्यही पनि चाहिँ मुनि झऱ्यो। अब चाहिँ आँप चाहिँ एउटा यहाँ छ एउटा यहाँ छ अनि एउटा चाहिँ यता छ। 3टा आँप छ, त्यसलाई नै टिपेर लगाउँ। अझ छ कि छैन अनि झराउन त 4टा छ होला जस्तो लाग्दैछ। हेरौँ छ भने, छैन भने त पुरा नगरौँ। छन त छ त्यो अब किरा खाएको आँपहरू छ। चढ्ने बेला चाहिँ यताको साइडबाट माथि टपमा म चाहिँ अघि चढेको यही रुखको जब म निक्लिने बेला त्यो साइडबाट निक्लिन्छ। आमामा किराहरू धेरै छ। रुख लाने फेरि योबाट चाहिँ कसरी निक्लिनु म चाहिँ बाँच्दैन नि। यस्तो चाहिँ यो चाहिँ मेरो बारी हो, यो चाहिँ हाम्रो बारी हो। यो चाहिँ भनिसकेपछि पढ्दै मेरो चाहिँ रसहरू लागिसक्यो बिचमा। साथैमा त्यो मेरो भान्साघर हो। यो चाहिँ मेरो भान्साघरको यो दिवारहरू। अब चाहिँ म तपाईँलाई यही भिडियोमा भ्लग गरेर हिँडाइहाल्छु। म चाहिँ अहिले मेरो आँगनमा छु। यो चाहिँ मेरो भान्साघर हो अनि यहाँ चाहिँ मेरो स्कुल ड्रेस अनि यहाँ चाहिँ मेरो घरको यो छ हो। साथैमा यो चाहिँ मेरो बाख्रा घरको यो यहाँ चाहिँ बाख्राहरू छ। बाख्राहरू छ बाख्राहरू हेर्दैछ। तपाईँहरूले पनि सब्सक्राइब गर्नु भन्दैछ, तपाईँहरू सब्सक्राइब गर्नु। यो चाहिँ अहिले टमाटरको टुन्डेको छु अनि यहाँ चाहिँ अस्ति पनि चारेको आँप त्यसको यहीँ राखिदिने। अहिले अर्को भिडियोमा चाहिँ हेराउँछु। यहाँ चाहिँ बलहरू लगाउँछु। यहाँको यसको बल जल्दैछ। यो चाहिँ भान्साको अहिले नलगाऊँ किनभने चाहिँदैन। यो चाहिँ मेरो कसको भन्दा यो चाहिँ मेरो आमाको डाँडा यो कोठा। अहिले चाहिँ यति चाहिँ उज्यालो छैन, उज्यालो छैन गाइसहरू। यो चाहिँ एउटा टिभी छ। तपाईँहरूलाई अँध्यारो लाग्दैछ भने म यहाँ चाहिँ हाल खोलिदिन्छु अलि। अब चाहिँ उज्यालो भयो होला अलिअलि। यो चाहिँ मेरो ब्याडहरू लगाएको छ अनि यहाँ चाहिँ म छु। अहिले चाहिँ गर्मीले गर्दा मेरो फेस अलि ब्ल्याक भइसकेको छ। यो चाहिँ अब हुन्छ। अब यो चाहिँ यसलाई चाहिँ तानेर निकालेर खोल्नुपर्छ सबै हेर्छु। यो चाहिँ यहाँदेखि यहाँसम्म छ। अब यो चाहिँ यसो उठाएर यो गर्नुपर्छ। यो खोलिसक्यौँ। म चाहिँ तपाईँहरूलाई मेरो रुममा हेर्छु। मेरो रुम चाहिँ त्यस्तो राम्रो छैन त्यो पनि। मेरो रुम त्यस्तो अँध्यारो छ चाहिँ बल्ब पाल्छु। मेरो रुम चाहिँ यस्तो छ। यहाँ चाहिँ मेरो आमाको मोबाइल छ। साथैमा यहाँ चाहिँ हाम्रो के भनौँ यहाँ छ। यहाँ चाहिँ धानहरू मेरो कोठामा राखेको छ। यहाँ मेरो कोठामा पनि एउटा राम्रो चिज भनेको यो ग्लास हो। अनि यहाँ चाहिँ केही सामानहरू राखेको छ। अनि यो चाहिँ बिग्रिसकेको छ। अब म कुनै दिन ठिक गर्छु। यो चाहिँ यो यस्तो छ। साथैमा म हेराउँछु भने यहाँ चाहिँ मेरो सेटअपहरू छ डिजे मिनी सेटअप। त्यही भनेको अब मेरो साथीहरूले पनि हेर्छ भने यो ब्लग हो यति नै भन्न चाहन्छु। यो चाहिँ बल्बहरू यति नै ठुलो छ। मेरो रुम एक्लै बस्नको लागि ठिक्क छ मेरो रुम। ल यहाँ चाहिँ साथैमा यो चाहिँ पहिले नै वर्ष भइसक्यो। यो धेरै वर्ष भएको। हामी चाहिँ अर्को साइडमा घर थियो हाम्रो। त्यतिखेर हाम्रो चाहिँ अर्को साइडमा घर थियो नि त।
त्यसरी उता नै हामीले चाहिँ यो गरेको उता नै गर्थ्यो पहिले अनि यो चाहिँ त्यही पहिलेको नै हो यहाँ चाहिँ छ त्यो पहिलेको मोटरसाइकल नै अहिले चाहिँ मेरो फेस अलि ब्ल्याक ब्ल्याक भइसकेको छ नुहाल्नुपर्छ नि त्यसैले अनि हुन्छ उज्यालो पनि आएको छैन होला अनि यहाँ चाहिँ हिँड्दैछ ल अब चाहिँ बाहिरबाट तपाईँहरू ल्याइरहेको छु म बाहिर गएर चाहिँ मेरो यस्तो छ दोका खोलेपछि यहाँ चाहिँ भ्यू चाहिँ राम्रो छ तपाईँलाई भ्यू एकचोटि इडी गरिरहेको छु ल एकछिन भ्यू क्या चाहिँ दामी छ क्या गाउँमा चाहिँ कति घर छ यति नै गाउँ छ गाउँ चाहिँ गाउँबाट भनौँ अब चाहिँ अलिक गएपछि यही चाहिँ हाम्रो गाई अनि यो चाहिँ ठुलो बुवाको घर हो तर अहिले काठमाडौँ बस्छ चाहिँ हाम्रो ग्रामथान बाटो चाहिँ यस्तो छ अनि गाउँ छ यतिको छ हाम्रो गाउँ आसम्म पर म तपाईँलाई जुम गरिरहेको छु माइनसमा गरेर घर नहोस् भनेर टक्कसम्म यो लास्टसम्म चाहिँ घरहरू छ यहाँ चाहिँ घर छ अझै त्यही नै भन्नु खोजेको गाइसहरू ल चाहिँ गाइसहरू यहाँ चाहिँ 5 मिनट 10 मिनटको जति भिडियो बनिसक्यो होला हो फेरि म चाहिँ आफ्नो रुम भनिरहेको छु एन्ड गर्छु हो त्यसैले भनेको चाहिँ अप्ठ्यारो चाहिँ छ गाइसहरू यहाँ चाहिँ छ मेरो फेस अब चाहिँ म गोरो गरिदिउँ तपाईँहरूलाई ट्याक्कसम्म यो भने माथि तान्ने स्यालो पारिहाल्छ अलिक ल चाहिँ गाइसहरू अलि क्यामेरामा यो आजको लागि यति नै हो मेरो कपाल चाहिँ लामो भइसक्यो कपाल काट्छु आजको लागि यति नै हो गाइसहरू लेट्स गो ल